हेलो फ्रेन्ड्स, हामीहरू रेडी भइसकेको छौँ बर्थडे पार्टीमा जानको लागि। I have a many type of flowers. यस Like this and this. ओ माई गॉड And यसले मलाई धगालेर साप्पाल्यो। अनि हजुरहरूलाई म एउटा कुरा देखाउँछु है। यता This flower, हेर्नुहोस् this गाइज, flower. हामीहरूको घरमा यति धेरै फुलहरू छन्। यता चाहिँ लागिरहनु भएको थियो ठुलमम्मी खाना पकाउन, अनि दाल अनि तरकारी। अनि यो चाहिँ मेरो भिडियो मेरो बहिनीले रेकर्ड गरिदिएको है। अनि यता बाजे मासु पकाउँदै हुनुहुन्थ्यो। अनि यताको पुरै भ्यू चाहिँ मेरो बहिनीले क्याप्चर गरेको अनि पोज गर्दै। यता बर्थडे बोय र भाइ बहिनीहरू खेलिरहेको थिए। बर्थडे बोय पनि खेलिरहेको थियो। यो चाहिँ हो हाम्रो बर्थडे बोय चाहिँ घर, बर्थडेको घर। अनि यता चाहिँ बर्थडे डेकोरेसन गर्दैछन् आन्टी। यता चाहिँ हाम्रो नयाँ आन्टी, यतिको गरौँ, नयाँ आन्टी र पुरानो आन्टी बर्थडे डेकोरेसन गर्दै। गाइस, तपाईँले म एउटा कुरा देखाउँछु है, हेर्नु होला। अनि यता हेर्नुहोस् त, यो खेतको रङ अलग छ अनि गाउँको, अनि यसको अलग छ, अनि यसको चाहिँ झनै अलग छ। यो के को कारण होला है। यसको खेती हेर्नु न कति सानो छ। अनि यता चाहिँ आन्टी भैँसाको लागि पराल निकालिरहनु भएको छ। अनि त्यसपछि हामीहरू लागिसकेको छौँ भैँसीको गोठतिर। अनि यता छ मेरो भैँसीहरू। अनि यो भैँसी चाहिँ म खाना हाल्ने गर्छु यो वाला भैँसीलाई, किनभने चाहिँ यसले मलाई मार्दैन। अनि सानो बच्चाहरूले पनि यसलाई चाहिँ पराल हाल्न सक्छन्, तर अर्को भैँसी चाहिँ मलाई देख्ने बित्तिकै मार्न स्टार्ट हुन्छ। त्यसैले त्यसको भिडियो खिच्नको लागि हल्का डर लागिरहेको थियो, त्यसैले मैले खिचेको छैन। अनि त्यसपछि हाम्रो गोठभित्र छ हाम्रो भैँसीको छोरी। अनि यो पनि धेरै क्युट छ। अनि त्यसपछि यहाँ चाहिँ हाम्रो बाख्रा र बोके दाइहरू छन्। अनि तिनीहरूलाई हेर्न चाहिँ हामीहरू आइरहेका थिए। त्यति बेलै नै हामीहरूले फोटो खिचेका थियौँ। गाइज, हामी चाहिँ दिदीको घरमा पुगिसके र हामी अब जाँदैछौँ हाम्रो घरमा। यता चाहिँ यिनीहरूले बन्दाकोपी र फुलकोपी लगाएका छन्। तपाईँले किन्नु छ भनेपछि हाम्रो घरमा आउनु होला है, फ्रीमा Okay, किन्न guys. सक्दैन। पैसा लाग्छ। यस गाइज, अनि यहाँ चाहिँ यसमा राम्रो मतलब हामी चाहिँ अब गरिदिनु होला। त्यसपछि हामी डेली ब्लग हाल्छौँ, किनभने हामी चाहिँ दिदीहरूको घरबाट आफ्नो घरमा जाँदैछौँ अब। अनि हामी पुगेपछि बताउँछौँ। हामीहरू घरको लगाउन लाग्यो। हामी डुलेर आएका थियौँ। यस गाइज, यो त के भन्छन्, बेको भन्दै थियो, बर्थडेको घरमा जान्छु भन्दै थिएँ। अनि गाइज, यो जेनिसाको घरको खेती यहाँ पनि किन्नु छ भने यहाँ पनि होला। गोबी छन्, तर हाम्रो घरकै लागि पनि पुग्दैन। तपाईँ किन्ने कुरा गर्दै हुनुहुन्छ, पुग्दैन पुग्दैन। आफ्नो ठुलेटीको दोकानमा लग्छन् नि, त्यसैले होटलको, त्यसैले गाइज हामी पनि हाम्रो घरमा। गाइज, हामीहरू आइसकेको छौँ बर्थडेको केक राखेको। गाइज, मलाई कस्तो देख्यो टोपी भन्नुहोस्। वाह भाइ गाइज, ओ माई गॉड। अनि यहाँ केक राखेको छ। यो चाहिँ रहेको छ हाम्रो बर्थडेको डेकोरेसन। यता चाहिँ बर्थडे पनि स्टार्ट भइसकेको छ अनि खाना खान पनि। त्यसपछि हामीहरू पुगिसकेका छौँ घरमा। थ्याङ्क यू फर वाचिङ, लाइक एन्ड सब्सक्राइब।